हाई गाइज वेलकम ब्याक टु कफी स्पिल। आज हामी पूर्णिका सिजापति र निखिल उप्रेतीको वाइफ सचिना लुइटेलको बीच भइराखेको कन्ट्रोभर्सीको बारेमा चर्चा गर्नेछौँ। इफ हजुरहरूलाई पूर्णिका सिजापति को हो भनेर थाहा छैन भने उहाँलाई चिनाउँदा उहाँ नेपाली मोडलिङ इन्डस्ट्रीमा एक नाम चलेकी फेमस मोडल हुन्। निखिल उप्रेतीको त कुनै इन्ट्रोडक्सन दिन जरुरी छैन होला। उहाँ नेपाली फिल्म इन्डस्ट्रीको एउटा लिजेन्ड हो। उहाँलाई आफ्नो एक्सन मुभिजको लागि फेमस हुनुहुन्छ। पूर्णिकाले आफ्नो मुभी डेब्यू निखिल उप्रेती र उहाँको श्रीमतीद्वारा बन्दै गरेको मुभी आचार्यमा निखिल उप्रेतीसँग गर्न लागेकी हुन्। रिसेन्टली भने कलाकर्मी नेम गरेको टिकटक फिल्मी न्यूज पेजमा आचार्य फिल्म सेटमा पूर्णिकाद्वारा नराम्रो बिहेभियर देखाएको भन्दै भिडियो पब्लिस गरेका थिए। त्यसपछि भिडियोले धेरै दर्शकहरूको ध्यान आकर्षण गर्न सफल भयो। त्यस टिकटकमा पूर्णिका माथि भएको यस्तो एलिगेसनहरू लागेको छ। पूर्णिकाले फिल्मका द्वन्द निर्देशक शुक्रराज शाहलाई दाइ मलाई पानी ल्याउनु त भन्ने भनाइदेखि तपाईँ मलाई धेरै नसिकाउनु त भन्ने सम्मका रुखो बोली बोल्ने गरेको बताइन्छ। त्यति मात्र नभएर द्वन्द निर्देशक शाहसँग मुखमुखै लाग्ने व्यवहार समेत अभिनेत्री सिजापतिले प्रदर्शन गरेको स्रोतको दाबी रहेको छ। त्यसैगरी फिल्मको सुटिङका लागि कतै जानु पर्दा फिल्म युनिटले व्यवस्था गरेको हायस अथवा माइक्रोमा चढ्न नमान्ने, म आचार्य फिल्मकी अभिनेत्री हुँ, म हायस चढ्छु भन्दै फिल्म सुटिङको प्रयोजनका लागि ल्याएको ल्यान्ड क्रुजरमा मात्र चढ्नुपर्ने जस्ता हरकतले पूर्णिकालाई आफ्नो फिल्ममा कुन दिन अभिनेत्रीको रूपमा लिएछौ भनेर टाउकोमा हात राख्नुपर्ने स्थिति आएको बताइन्छ। फास्ट ट्र्याकको छायाङ्कनमा समेत निषेधित गतिविधि नगर्न आग्रह गर्दा पूर्णिकाले फिल्मकी निर्मात्री सञ्चिता लुइटेललाई नै तपाईको जस्तो इमेज बनाउनु छैन भन्ने जस्ता जवाफ दिने गरेको कुराको जानकारी कलाकर्मीले थप प्राप्त गरेको छ। यसको साथै डिओपी नवराज थापालाई पनि मेरो सर्ट छैन भने मलाई किन बोलाइराखेको भन्ने। त्यसपछि पूर्णिका सिजापतिद्वारा यो टिकटक चाहिँ रिप्लाईको रूपमा आयो। यस टिकटकको क्याप्सनमा सचिना लुइटेललाई ट्याग गर्दै जेलेसी इज अ डिजिज हनी भन्दै जवाफ दिन्छन् र साथै कलाकर्मी पेजलाई ट्याग गर्दै त्यो पोस्ट हाल्न कति रकम लिनुभयो भनेर पनि प्रश्न गर्छिन्। धेरैले यो कन्ट्रोभर्सीलाई एउटा मार्केटिङ स्ट्र्याटेजी पनि भनेका छन्। सुरुमा कमेन्ट सेक्सन पढ्दा त मलाई पनि त्यस्तै लागेको थियो, तर जब मैले यो कमेन्ट्स पढेँ र यसको साटोमा पूर्णिकाको रिप्लाई हेरेपछि यो कुनै फेक कन्ट्रोभर्सी नभएर रियल कन्ट्रोभर्सी पो हो कि भन्ने सङ्कोच मेरो मनमा जाग्यो। साँच्चीकैमा यो फेक कन्ट्रोभर्सी नभइकन, फिल्म चलाउनको लागि नभइकन साँच्चीकैमा एउटा रियल कन्ट्रोभर्सी हो भने र निखिल उप्रेतीकी श्रीमती सचिना लुइटेलले कलाकर्मी टिकटक पेजलाई पैसा दिएर पूर्णिका सिजापतिको इमेजलाई नराम्रो देखाउनका लागि यस्तो गरेकी हुन् भने साँच्चीकैमा यो निकै अभद्र व्यवहार हो र पूर्णिकाले आफ्नो लागि बोलेको निकै नै सही हो मेरो विचारमा। तर यो एउटा मार्केटिङ स्ट्र्याटेजी हो कि साँच्चीकैमा भएको रियल कन्ट्रोभर्सी हो? हजुरहरूलाई के लाग्छ? कमेन्ट गर्न नबिर्सिनु होला। हस्त आजको लागि यति नै। धेरै धेरै धन्यवाद।